तपाईहरुले सोच्नुभयो होला स्कुटीमा यो जंगल चाहिँ कता चाहिँ लागेको भनेर सोच्नुभयो होला। यी हामी चाहिँ अब स्कुटी आउनेसम्म चाहिँ ल्याएर यता बाटो चाहिँ अलिक झोडी जंगल भएकोले गर्दा ल्याउन सकिएन र त्यहाँबाट लिएर चाहिँ यी अब तपाईको हेर्नुस् यहाँ माने खोजे अब सुरु भइगयो। बल्ल पायो यी फर्स्टमै 2-3 वटा। ल अब सुँगुरको मासु खानु चाहिँ मिठो छ तर यो माने खोजाइ चाहिँ साह्रो छ नि त हौ। यी फेक्नु पर्छ आधी नै यो पाक्दैन अरे मुनिको त रहेछ नि खोज्यो भन्दा। ल निङ्गुरेमा सब्जी पनि भयो चिया खाएलौँ त्यहाँबाट चाहिँ केलाउनु पछि लागौँ। लु चिया र बिस्कुट खाएँ। यी खोजेर मात्रै कहाँ हुन्छ त यसरी अब यसलाई चिल्लो पनि पार्नु पर्यो। यसलाई त्यो चिल्लो पारेर मात्रै त लानुपर्छ नि। पाएँ हो अलिअलि त अब दुःख गरेको अनुसारले अब काम पनि हुने एक्सर्साइज पनि हुने बिस्कुट पनि निकालाइ खाएर चाहिँ यसलाई केलाएर चाहिँ हात त खै दुखो। अब जंगलमा चलेगा कहाँ हात धोने का एकदम माथि छ। लु अब भारी लगाइयो अब चाहिँ बोकेर लागिन्छ। ए गाठे साह्रो छ हो हेर्नुहोस् है जंगलै जंगल। अब स्कुटी भएको ठाउँमा चाहिँ आइपुग्नु आँट्यो। सुँगुर यसरी लान्छ नि त चारो ल्याउनु पनि साह्रो छ। सुँगुर बटुल्न आयो देख के चलो 2 बोरा नै बल्ल ल्याइ बोरा। ल अब भारी लगाइसक्यो अब चाहिँ हिँड्ने।